3D डिजाइनिङ र 3D प्रिन्टिङमा हाम्रो अहिलेसम्मको सबैभन्दा ठूलो च्यालेन्ज आएको छ। लगभग 2.5 फिट लामो जीपीयू सर्भर डिजाइन गरेर त्यसलाई 3D प्रिन्ट पनि गर्ने। आज हाम्रो 47,000 रेभेन्यू च्यालेन्जको डे 3 हो। अहिलेसम्म हामीलाई चकलेट मोल्ड्स, स्कुल प्रोजेक्ट मोडल्स, कस्टम डिजाइन्स र एनिमी क्यारेक्टर प्रिन्ट जस्ता अर्डर आएका छन्। तर अहिलेसम्म फुलफिल गर्न सकेको अर्डर भनेको चाहिँ जस्ट चकलेट मोल्ड र एउटा कस्टम डिजाइन मात्र हो। त्यसपछि अचानक एउटा अनएक्सपेक्टेड अपर्च्युनिटी आयो। हिजो हामी आफ्नो काम गर्दै थियौं अनि हाम्रो सिनियर दाइको कल आयो। एउटा आईटी कम्पनीलाई जीपीयू को कम्प्लिट 3D डिजाइन र 3D प्रिन्टिङ गर्नुपर्ने रहेछ। फर्दर डिजाइन बुझ्नको लागि हामी पर्सनली नै कम्पनीमा भिजिट गर्न गयौं र त्यसपछि थाहा भयो कि यो प्रोजेक्ट सजिलो चाहिँ छैन रहेछ। प्रब्लम्सहरु के छ भन्दा च्यालेन्ज 1 एउटा कम्प्लिट जीपीयू सर्भरको 3D डिजाइन स्क्रैचबाट गर्नु छ। च्यालेन्ज 2 डिजाइनको लागि हामीले मात्र 2 दिनको टाइम मागेको छौं र यति बेलासम्म पनि हामीले डिजाइन चाहिँ कम्प्लिट गर्न सकेनौं भने प्रोजेक्ट सायद हातबाट जान सक्छ। च्यालेन्ज 3 हामीले डिजाइनिङ देखि लिएर प्रिन्टिङ र पेन्टिङ सम्म सबै काम 10 दिन भित्रमा सकाउनु छ। अब हेरौं हामीले यो काम 10 दिनमा कम्प्लिट गर्न सक्छौं कि सक्दैनौं। हाम्रो भोलि र पर्सिको अपडेटको लागि हामीलाई फलो गर्नु होला। थ्यांक यू फर वाचिङ दिस भिडियो।